बुझ्दैन अघिदेखि के मलाई यस्तो कतिको पारिसक्यो नि कतिको कुकुरले बुझ्छ मलाई फक अफ त्यो किबोर्डमा हुन्छ झगडा गर्ने मान्छे यही हो म बनाउँछु सर एटेच राख म बनाउँछु हेलो युट्युब फ्यामिली के छ खबर चौबन्दी चोली अनि रातो घगरा बुम 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 के छ यार गाइजहरु यार इट्स बीन सो लङ है म गायब भएको थिएँ सो आइम ब्याक अन युट्युब अबदेखि लगभग हप्तामा एउटा भिडियो चाहिँ आउँछ बी स्योर अफ इट सो अभियसली यो भिडियोमा चाहिँ फर्स्ट टाइम we got a sponsorship guys congratulations to the Naughty family अनि मैले के सोचे भने त्यो स्पोन्सरशिपको फाइदा मैले मात्र नभएर it should be given to all my subscribers so you will be getting a chance के चान्स भन्दाखेरि it is a giveaway guys giveaway मा के पाउनुहुन्छ भने एउटा पोकोको एयरपोड्स अनि एउटा पोकोको चार्जर है सो त्यसको विनर चाहिँ के गरी डिसाइड गर्ने एन्ड अल म भिडियोको अन्तिममा भनिदिन्छु सो keep in touch with this video. So this video is sponsored by Cyber accessories, high quality gadgets, next level ko phone case, cute phone cover bali oro sasto tempo gas ho iPhone ya Samsung so kamera techno azai भन्नु पर्दा किबिर बिप्पो सबै अनि हामन diamond mobile electronics धेरै भन्दा धेरै बढी त्यस्तो है साथी जस्तो भर पर्दु Thank you for your support We love you Space. Thank you Diamond Mobile and Electronics Indradev Marga Let's go. Let's start the video. Boom. Dark Raksha's brother, welcome, Dark brother. Hey. परेन अनि बदिहाल्छ नि के तर हो बज्नु परेन माया गर्नु परेन गाइस बुझेनौ हेलो सुन्नुहोस् है एउटा कुरा भन्छु सपोज हाम्रो अब होइन आज भेट भयो पनि भोलि पनि भेट हुन्छ हामी साथी बन्छौँ होइन बिस्तारै बिस्तारै माया पनि बस्न सक्छ नि प्रोबेबिलिटी छ नि त ओ माय गॉड एक नम्बरको क्लासिक बोको रहेछ होइन माया बस्ला होइन तर कस्टम चाहिँ नि होइन मायामा बसिसकेपछि तिमीले मलाई धोका दियो भने चाहिँ म लास्ट रिसाउँछु कि आई विल बी फायर अब फेरि के कन्भर्ट केमा कन्भर्ट नो के भएको अब त मनको कुरा बुझ्न थाल्यो त गाइस Guys, 2 roses! Everyone, 2 roses! one more rose! Thank you so much, Sushil brother. Guys, one more rose! Double column, छिटो! Guys, everyone, छिटो जानुपर्छ है रामी मान्छेसँग नहराउन यार गाइजहरु पुगिसक्यो के मलाई म एकदमै थाकिसके मैले तिमीलाई हैन यति फगाउने कोसिस गरे तिमीले मान्दै मानिनौ के भएको यार रामी देख्ने बित्तिकै जिताउँदैन यार यति साह्रो नगर त यस्तो रामी मान्छेले जितौँ भनेको रामी मान्छेले त कस्तोमा हार्नै सक्दिन के म त रामी मान्छेसँग हेर्नु त गाइस जितौँ न आइसन हो एउटै फ्रेममा बस्दा के जान्छ भनेको काठमाडौँ कहाँ बस्छौ तिमी पनि काठमाडौँ बस्छु चाबेल कहाँ दिल्ली बजार हो नजिक रहेछ त के गर्छौ करियरमा के गर्छौ म इन्टु मोडलिङ अहिले भने फ्रीलान्स मोडलिङतिर के भएर पनि राम्रो हैन फिल्टर ल्याउ ए हो फिल्टर ल्याउ हेर त यतिको डोन्ट वरी यु वान्ट ओके टोकी फिक्स त म ढुक्क भए जित लास्टमा हान्न लाग्छ के उताबाट म ढुक्क भए थाहा पाइसक्यो भाइ लास्टमा हान्न लाग्छ ढुक्क भए हेर है लास्टमा हान्छ उता हेर न धेरै स्मेल नगर न मैले फ्ल्याट हुन्छ अहिले मेरो भ्युअर्स पनि फ्ल्याट होला नि फेरि लास्ट Thank you for the corgi, Sushil brother. म केही बोलिन ओके लास्ट म्याच म केही बोलिन लास्ट म्याच ल जिते पनि हारे पनि लास्ट म्याच हैन किनभने दुवैतिरको सपोर्ट्सलाई अलि गाह्रो पर्छ म केही बोलिन थ्याङ्क यू आशी त कति लड पर्यो त कमेन्ट अनि उताबाट हान्न लाग्छ त्यो त मैले भन्नुपर्छ नि थाहा भइहाल्छ नि लास्टमा स्टाइप आउँछ भन्ने कुरा त नि अनि नटीले माया गर्दैन सबले माया गर्छ नि
यस्तो हाँस्ने होला र खोयाङजी के साह्रो हो भनेको यस्तो साह्रो बिटी दिने होइन होला त हाँसेको हेर्नु न कत्रो होला कत्रो बिटी दिएका बुढा ल ल कहिलेकाहीँ ब्रोड खोलेर बस्नुपर्छ खोयाङजी छिटै ताराजीलाई लिएर ल ताराजी अनि मसँग एकजना हुनुहुन्छ क्या अर्को एउटा जोइन हुनुभएको छ है मिलेर ब्रोड खोलेर बस्नुपर्छ एकजना यस्तै यस्तै लाइक ओल्ड गीत गाउनेहरू हुन्छ क्या एकजना मैले अस्ति भेटेको थिएँ मिलेर ब्रोड खोलेर बस्नुपर्छ त्यो गेम जस्तो अब त उयो लिँदा हुन्छ क्या सुशील ब्रदर कोर्गीको उतै लिउँ त के अरे टाइटल लिदिउँ एउटा त होस् न यार मेरो ग्यालेरीमा टाइटल 3टा त हो सेकम एउटा भइहाल्यो अब 2टा त हो अब त म केही बोल्दिनँ म भन्दिनँ अब त हजुरलाई केही पनि यस्तो स्माइल गरिदिने अनि उतापट्टि बित्ती हान्दिनँ जित्दिनँ क्या भरे क्या मेरो न कस्तो क्युट क्या स्माइल कस्तो क्युट क्या भने म त केटा म त फ्ल्याट भइसकेँ त दादाहरू तपाईँहरूले बुहारी भेट्नु हो मेरो भाइहरू जो हुनुहुन्छ लाइक तपाईँहरूले के अरे भाउजू भेट्यो है दुःख हो सुन न म तिम्रो लाइभमा छु नि सेम आइडी हो नि हेर त यो लाइभमा आएको आइडी र त्यो हेलो भनेको आइडी सेम हो क्या हेलो मेरो हेलो आएको छैन तिम्रो लाइभमा मेरो हेलो आएको छैन लास्ट गेम मलाई धोपी हान्ने भन्दैछ गाइस मलाई हेर यति भन्छ अनि मान्छे फ्ल्याट भइहाल्छ पक्लिहाल्छ त्यसपछि चाहिँ दिइहाल्छ नि उताबाट हेर न कस्तो क्युट हो क्या उसलाई त कसैले स्याड देख्नै सक्दैन होला क्या त्यहाँ तनाव त्यो छ टेन्सन त्यो छ यति क्युट मान्छेलाई सेकम डबल हल्का पुस गरौँ त डबलले हाम्रो खाँदैन गाइस सको पुस्टिङ सको उताबाट पुस्टिङ हाने गाइस त्यो उताको पुस्टिङ हो देखिरहेको हाम्रो होइन नि गाइस पुस्टिङ छ क्या उताबाट गाइस एभ्रीवन गाइस टोगो गाइस ल हिज रेस्पेक्ट छ है आशिकजी हजुरलाई पनि सुशील ब्रदर माया छ माया मेरो ग्यालेरीमा आउनुभयो हजुरलाई स्वागत छ सुशीलजी लभ यु चुप्पा उडेली चुप्पा ए ल अब ढिलो भएर हुन्छ न त्यस्तै हो त्यो त टाइममा हान्नुपर्छ टाइममा नगरेको कुरा काम लाग्छ लाग्दैन थ्याङ्क यू सो मच रामजी हट मी पल्टी बस्छ थ्याङ्क यू सो मच फर द आइस क्रिम कोन बस्नु सुशील ब्रदर थ्याङ्क यू सो मच फर द लभली टाइटल है त माया छ माया यतिले हारे क्या हार्नु नि फेरि यति थोरै पोइन्ट हारेछ क्या चुप 12 पोइन्ट हो जस्तो भाइ टेक केयर ल पछि खेल्नुपर्छ मलाई फलो ब्याक गरेर पक्का म फलो गर्छु ओके बाई बाई हजुर कस्तो भने यु लुकिङ सो क्युट म त फिदा भयो अब के गर्ने होला गाह्रो पर्छ नटी धेरै मसँग अब नेक्स्ट टाइम म्याच खेल्दाखेरि धेरै नाच्नु म कस्तो मेरो हात पग्लिन्छ है म पनि थोरै पोइन्टले हार्यो अघि पनि हामी थोरै पोइन्टले त हार्यो भने बित्ति ल भाइ कति हो र हामीले कुन त थोरै पोइन्टले हार्यो ल भाइ लागेको राघव ब्रदर वेलकम So guys, we are going to meet the Cupid girl भनौँ न हैन एकदम भाइरल निकु है सो मिस्ट्री छ हाम्रो के रे टिकटकमा उसको नाम सो एन्ड शी इज माइ गुड फ्रेन्ड एन्ड वी आर गोइङ टु मिट हर सोन है त हामीलाई सेको सो अघि हामीले यहाँ के गर्नु म बिहेको ड्रेसमा थियो क्या हिजोदेखि मैले ड्रेस चेन्ज गरेको थिएन किनभने म त्यसमै हिँडिरहेको थिएँ है अनि सो जे रुम जान पाइरहेको थिएन मैले बिहे घर जान पाइरहेको थिएन सो मैले ड्रेस चेन्ज गर्न पाएको थिएन सो अघि म सपिङ गरेँ कि बुझेनौ जबर हल्का फल्का कमाउने भइसक्यो नि त अहिले त्यही भएर सपिङ गरेँ सो तिमीलाई भेट्न जाँदैछौँ होइन अनि अब चाहिँ नेक्स्ट भिडियो सर्ट विथ मेगु होइन ओके गाइज माया छ होइन है त सी गाइज ओइ मेगु ए ल कस्तो क्युट देखेछ फिल्टर छैन मेरोमा त के गर्ने अब म थोरै म उयो भिडियो बनाएर हो टिकटक बनाएर म युट्युब भिडियो बनाएर हो अयो ए भिडियो गर्दै आइफोनमा भिडियो गर्दै ब्याक क्यामेरा गर्न मिल्दैन मिल्दैन रहेछ यार हेर त अप्सन छ सो यो मान्छे चिन्यो त्यो क्युपिडमा हुन्छ नि झगडा गर्ने मान्छे यही हो होइन यस ओके अरू केही छ तारिफ मेरो तारिफ त जति गरे कति कम हो त्यही भएर मैले गर्ने चाहिएन होइन होला के हो कमेन्ट भरि खाली नै गाड्यो ल सो हामी फाइनली भेट्यौँ होइन वी आर गुड फ्रेन्ड्स अल्सो सो टिकटकमा भेटेँ मैले उसलाई सो हामी टिकटक टु रियल लाइफ
अब खै थाहा छैन कन्टेन्ट नम्बर कतिको मलाई आई डोन्ट नो मैले 2-3 जना भेटेको छु ओके कति नम्बर पर्छ त्यति नम्बर मिलाएर हाल्छु म गजब बेइज्जती है ओके ओके मिक्यु ओके आज हामी सानो क्युपिडको हल्का सानो सो गर्दैछौँ होइन यो चाहिँ नटी क्युपिड सो है त ओके सो टेल मी ओके वाट्स योर टाइप लाइक हुन्छ केटाहरूमा वाट्स योर टाइप Older than me? older than you okay Mature पनि okay तर नट सो धेरै नै म्याच्योर चाहिँ झगडा गर्नुपर्छ झगडै नगर्ने खालको होइन अलिअलि झगडा चाहिँ गर्नु पर्यो अब लाइक केटीहरूले बुझ्छ मैले भर्खर के भन्न खोजेँ हामीहरू केटाहरूले बुझ्दैन है होइन होला त्यही हो राम्रो ड्रेसिङ सेन्स हुनु पर्यो भने मान्नु पर्यो मेरो गल्ती हुँदैन उसले सरी भन्नु पर्यो त्यो त सबै केटीलाई त्यही हो त्यो सबै कुरा सबै बियर मिनिममै हो मेरो त्यस्तो खासै क्राइटेरिया केही छैन अझ बाइकिङ फिल्डमा भए ओके ओके राइडर मनपर्छ किनभने भर्खर भर्खर बाइक किनेको छ उसले गाइज बुझेन ओके भएर राइडर मनपर्छ है ओके ओके द्याट्स गुड ओके ओके सुरुचोटि केटालाई फर्स्ट टाइम भेट्दाखेरि वाट यु सी इन हिम लाइक हाइट म्याटर्स सुरुमा झलक्क देख्दाखेरि त ओके हाइट ओके ओके द्याट्स गुड ओके गर्न खास क्युपिड त अब 18+ तिर जान्थ्यो अब हामी साथी सोध्न नि मन लागेन कि गाइस के हो होइन त्यतातिर नजाउँ दिमाग त्यतातिर नडुलौँ होइन थोरै फ्रुटफुल कन्भर्सेसन गऱ्यो आज हामीले वी ह्याड अ लट अफ फन्स गाइज होइन एकदम मजा आयो ओके हेलो गाइज ओके वी ह्याड अ ग्रेट टाइम अनि भनौँ न लाइक टिकटक टु रियल लाइफ है त ओमी टिभी होइन है गाइज बुझ्दैन के कुरा नआएको यस्तो स्याड भएको होइन म यस्तो फर्क्यो होइन के फरक पर्दैन होला गाइज है म नट ह्याप्पी छ मार्क्समा त उल्टो लगाइरहेछ होइन अब खिचिरहेको भिडियोलाई आइडोन्ट वान्ट स्पोइल इट सो रहनै जाओस् न त होइन गाइज बुझेनौ केटाहरू ए ल माया छ बुझेनौ गाइज ल ओके है इट वाज अ ग्रेट फन विथ हर होइन लाइफ पनि बस्यो हामीले पैसा पनि कमाएर हामीले हुकाको पैसा तिरेको गाइज हामीले हुकाको पैसा तिर्नु परेन है हाम्रो दादाहरूले माया गरेर पठाइदिनु भएको स्कुलमा पनि पठाइदिनु भएको अनि हामीले गिफ्टहरू पनि पठाइदिनु भएको सो हाम्रो पैसा चाहिँ परेन है एकदम धेरै माया गर्नुभएको छ सो ह्याप्पी फर द्याट सो यही भन्दै मेरो 2 शब्द तिम्रो कतिवटा शब्द मेरो धेरै शब्द छैन थ्याङ्क यू छिटै नै धेरै अलि लामो भ्लग पनि आउन सक्छ अब्भियसली राइडवाला आउन सक्छ है मान्छे मलाई राइडमा लिएर जान सक्छ है लिन आउन जान्छ है मलाई उठाएर लिएर जान्छ है किडन्याप गर्छ गाइस किडन्याप गर्छ जिस्काइन है सक्छ है गाइस ल सबैजनाले माया छ त यो छिटै हाल्छ यो भिडियो है त सबैजनालाई बाई बाई टेक केयर सी यू मैले भिडियो पोस्ट गरेको 15 डेज पछि लाइभमै आएर आई बी चुजिङ कमेन्ट पिकर है सो मैले जुन भिडियो पोस्ट गर्छु टिकटक टु रियल लाइफको जुन भिडियो पोस्ट हुन्छ त्यसमा तपाईँहरूले लाइक गर्नुपर्छ कमेन्ट गर्नुपर्छ र कम्पलसरी मेरो च्यानल चाहिँ सब्सक्राइब गरिरहनुपर्छ है त गाइस ओके लाइभ आएर आई बी चुजिङ द लाइक विनर एकजना फर्स्ट विनर विल गेट पोकोको एयरपोर्ट त्यसपछि हाम्रो सेकेन्ड विनर विल गेट पोकोको चार्जर है त जुन एकदमै राम्रो छ दुइटै है कम्पनी इज गुड एन्ड अभियसली जो हाम्रो चितवनमा हुनुहुन्छ त्यो भिजिट सबै त गाइस उनीहरूलाई पनि एकदम धेरै सपोर्ट गरिदिनु होला सो एकदमै धेरै हामीले फर्स्ट स्पोन्सरसिप भन्दा माया गर्नुपर्छ गाइस हामीले सो राइट अल माई सब्सक्राइबर्स विल गेट अ लट अफ गिभ अवे इन अपकमिङ नेक्स्ट भिडियोजहरूमा पनि है त गाइस अनेस्टली सो एकदम स्पोन्सरसिपको पैसा मलाई चाहिएन आई विल बी डिभाइडिङ टु अल माई सब्सक्राइबर्स है त ल माया चाहिँ एकदम धेरै अलवेज माया गरिदिनु होला यसरी नै सपोर्ट गरिदिनु होला र टिकटकमा नटी जोकर छाइरहेको छ त्यसरी नै युट्युबमा पनि छाइरहनलाई हेल्प गरिदिनु होला सबैजनालाई माया छ अहिले चाहिँ नटी ए ल भनेर भाइरल छ है टिकटकमा गाइस ओके लभ यु अल गाइस लभ यु सी यु इन द नेक्स्ट भिडियो बाई सुन है त विथ न्यू गिभ अवे है त बाई टेक केयर सी यु वाट्स आउट Naughty Joker. Nobody. Just nobody. Just nobody smile.